आज चाहिँ मैले एउटा नर्मल मानिसले कतिको फास्ट गभर्नमेन्ट हस्पिटलमा गएर सेवा सुविधा लिन सक्छ भन्ने कुरा देखाउन लागिरहेको छु। हेर्नु होला है त। फर्स्ट अफ अल चाहिँ म रुमबाट कपडा सपडा लाएर निक्लिन लागे। हेर्नु न, अस्ति पल्लो घरे काकाको छोराको बिहामा गएर मस्त रूपमा मासु चबाइदिएको। खोइ के भएछ कुन्नी, मासुले नै मेरो दाँत चबाइदिएछ क्या। अहिले हेर्नु न, हस्पिटलतिर लाग्नु परेको छ, अवस्था गाह्रो छ नि। त्यही भएर आज चाहिँ पोखरा गण्डकी हस्पिटलसम्म गइदिउँ भनेर लागेको। फेरि सानोतिनो साधनमा त चढ्ने चलनै छैन, चढेसी त 40 देखि 50 लाख। बसको पछाडिको सिटमा बसेर झ्याल खोलेर बाहिरको लभली लभली भ्यू हेर्दै हिँडेको त यहाँ बसभित्र त यस्तो भ्यू पो देखियो। प्लिज यस्तो चाहिँ नगरिदिनु होला कसैले पनि। अनि बसमा पनि एउटा डस्टबिनको व्यवस्था चाहिँ गरिदिनु भयो भने चाहिँ एकदमै राम्रो हुनेछ। मलाई अघिदेखि नै शङ्का लागिरहेको थियो कि बस चढ्दाखेरि किन बस गनाहा भनेको त डिक्की भोरी बोका बोकेको रहेछ नि त बसले त। त्यो सबै बोकाहरूलाई पोखराको खसी बजारमा लगेर अनलोड गर्यो। त्यसपछि मलाई पनि अमरसिंहमा लगेर बसले अनलोड गरिदियो। त्यसपछि म चाहिँ पोखराको सिटी बसको राम्रो सेवा सुविधा लिएर म चाहिँ गण्डकी हस्पिटलतिर प्रवेश गरेँ। म चाहिँ यहाँ दाँत दुखेर उपचार गर्न आएको। यो लाइन देखेर त मेरो त टाउको पो दुख्न लाग्यो। लाइन पनि एक ठाउँमा भए त आनन्द हुन्थ्यो नि। जतासुकै लाइनको लाइन थियो। घरि पेपर लिएर 15 नम्बर दौडिन परेको छ, घरि 14, कहिले 2, कहिले 1 गर्दा गर्दै मेरो त 1 घण्टा 2 घण्टा त यतै वेस्ट भइसक्यो। बल्ल बल्ल पालो त आएको थियो, तर अहिले होइन, माघको 15 गते। त्यहाँको नर्सले चाहिँ मलाई के भन्नुभयो भन्दा, तिम्रो चाहिँ खासै समस्या आएको छैन, यहाँ इमर्जेन्सीहरूलाई मात्रै उपचार गरिएको छ अहिले, हजुर चाहिँ माघको 15 गते आउन सक्नुहुन्छ भनेर मलाई त पठाइदिनु भयो।